हेलो नमस्ते फेरि पनि म अर्को मिनी ब्लग लिएर आइसकेको छु। कति घुम्न गएको होला, कति भिडियो हालेको होला भनेर चाहिँ नभनिदिनु होला। हामी चाहिँ महिनामा 1-2 चोटि बिदा मिलाएर घुम्न जान्छौँ। यो चाहिँ हाम्रो लङ टाइम पछिको भेटघाट हो। हामी चाहिँ साथीकोमा गएको थियौँ अनि साथीकोमा गएको बेलामा हामी चाहिँ नाइट भ्यू हेर्नलाई बाहिर निस्केको थियौँ। नाइट भ्यू चाहिँ यो कहाँको भन्नु होला भने यो चाहिँ ओसाकामा रहेको नागाई पार्क हो। अनि यहाँको भ्यू देखेर चाहिँ मलाई भिडियो नबनाइकन बस्न मनै लागेन। त्यही भएर मैले चाहिँ सर्ट भिडियो राखेर बनाएको छु। भिडियो त कति लामो थियो तर सर्ट बनाएर राखेको छु। त्यो चाहिँ के होला ल गेस गर्नु त। म नजिकबाट देखाउँछु है हजुरहरूलाई चाहिँ। ल अब चाहिँ भिडियो हेरेर भ्यू हेरेर इन्जोय गरौँ हस्। अनि हजुरहरू पनि जान मन भए चाहिँ जानु होला। अनि हजुरहरूको बेबी छ भने चाहिँ अभियसली जानु होला। डेमा पनि एकदम राम्रो छ अरे। म चाहिँ गएको छैन डेमा चाहिँ। अनि म चाहिँ फर्स्ट टाइम नाइटमा गएको थिएँ। नाइटको यो भ्यू अनि झिलिमिली देखेर चाहिँ वाउ तिहार आएको जस्तो अनुभव भइरहेको छ मलाई। ल हेर्नुहोस् त यो के रहेछ। यो चाहिँ के बनाउन जानेको नि यिनीहरूले। कस्तो राम्रो देखिने क्या। अनि यो चाहिँ हामीले कति कक्षामा पढेको थियौँ ल गेस गर्नु त गाइस हजुरहरूले। यसो पत्ता लगाऊँ ल कमेन्ट गर्नु ल कसले पत्ता लगाउनुहुन्छ। भ्यू चाहिँ अलिकति लामो छ त्यही भएर च्याउन मानिकन मेरो भिडियोहरू हेरिदिनु होला। यहाँ चाहिँ जङ्गलमा आगो लागिरहेको छ। कस्तो कस्तो क्रिएट गरेर बनाउने के यिनीहरूले कस्तो राम्रो। अनि बच्चाहरू पनि एकदमै रमाएर खेलिरहेको छन्। यहाँ चाहिँ बच्चा हुँदै खेल्दै गरिरहनु भएको छ ड्याडीहरू अङ्कलहरू। अनि ल यहाँ चाहिँ मेरो छोरी अनि साथीको छोरी चाहिँ इन्जोय गर्दै खेल्दैछन्। साथीले पनि फोटो खिच्दै भिडियो बनाउँदै हुनुहुन्छ। हामी चाहिँ उहीँ साथीको घरमा गएको थियौँ अनि त्यहीँबाट हामी चाहिँ घुम्नलाई बाहिर निस्किएको थियौँ। अब चाहिँ हाम्रो लगभग घुमघाम चाहिँ सकिसकेको छ। यो चाहिँ मैले फर्किँदाखेरि बनाएको भिडियो हो। अब चाहिँ हामी फर्किन लागेको। फर्किँदाखेरिको भ्यूहरू अलिअलि म तपाईँहरूलाई देखाउँछु। यो चाहिँ हामीहरूको ग्रुप हो है। हामी चाहिँ यतिजना भएर गएको थियौँ। म चाहिँ क्यामेराम्यान भइहालेँ। अनि यहाँ चाहिँ छोरीहरूले चाहिँ मेरो भिडियो बनाइदिनु भनेको भएर फर्किँदाखेरि उनीहरूको भिडियो बनाउँदै फर्केँ। बाई बाई।